सर्ट लाएर कस्तो धेरै धेरै फल कति बाक्लो भएछ नि इल्ची त लिची भन्न आयो। अनि गाइज म आज किन आएको भन्दा थाहा छ? म आँप लिन आएको। यहाँ हेर्नु कति धेरै आँप फलेको छ। भरे भिडियो बनाउँछु, त्यस पछाडि अचार सचार म खानु दिइहाल्छु। कति नजिक नजिक फलेछ हौ यसपालि त। दिदीले चाहिँ मलाई आएपछि लिची दिनुभएको छ। कत्रो कत्रो छ। लोकल भनेको लोकल हुन्छ। यसमा केही बिसारी हालेको हुँदैन। त्यो उमा त हाल्छ नि। आमा के खानु आउँ गरेको त्यसले चाहिँ पोर्छ होइन। मैले यो बोटको आरु कति धेरै खाएको थिएँ। अहिले त सबै प्लाटप्लुट भइसकेछ। हाम्रो दिदीहरूको एभोकाडो पनि छ। कहाँ छ ओए? फलेको देखिन्छ त होइन गाइज। मलाई चाहिँ भगवानले ठगेको छ। तर हाम्रा घरका चाहिँ सबै रुख चढ्छन् मोबाइल सबै। यत्रो यत्रो आँप फलेको छ। के गर्नु म सक्दिनँ। अहिले यो सबै रोप्न आँटेको हो तलौनीको खेत। लु आँप झर्न आँट्यो। हेरौँ यहाँ भुइँभरि झरेको छ त। अनि ल यस्तै हो। अब रुख चढ्न सकिँदैन। अर्काले टिपेको हेर्ने बस्ने। उ त्यहाँ हाम्रो बाल्टी छ। आँप चाहिएमा चाहिँ सम्पर्क गर्नु होला भनेर भन्छु म। कतिवटा बोट छ यहाँ? 4-5वटा नि। तर छिमेकीको आँप चाहिँ खेर गएकै रहेछ। सधैँ चाहिँ फल्नु हुन्थ्यो अरे। यसपालि चाहिँ फलेको छैन। अझै बडेमानको त यहाँ कहाँ छ हौ खोइ। सानो टुसो यस्तो मजाले बसेर के गर्नु। त्यो बारीको तल पुछार पुछारमा त्यो सानो सानोमा नि फलेको होला नि। पोहोर त्यहाँ थियो नि त। अस्ति म काठमाडौँ गएखेर नि त्यो कहाँदेखि भन्नु यहाँ भेरेटारदेखि उँधो लागेपछि होइन त्यो मूलघाट हुँदै अनि उता वरपर त्यो सिरा सप्तरीतिर पनि होला कि राति हुँदै यसो झ्यालबाट हेर्दाखेरि पनि त्यो दाना दाना देखिन्थ्यो क्या। गाडीले एउटा गाडीले अर्कोतिर फ्ल्यास हान्दैन। हजुर सानो सानो क्या ठिक्काको हातैले भेट्ने गरेको। ल ठुलो झुप्पा पक्रिनु भयो दिदीले। हाय 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 हाय। मलाई घरिघरि त्यो उहरूको याद आउँछ क्या। कार्टुनको भगवानले बसेर मुनिबाट के अरे मुरली बजाउँदा काँचो आँप पनि पाकेर बुरुङ डुङ झरेको अरे। अनि सबैले खाएको अरे। मलाई भगवानले जानी बुझी रुख नचढ्ने बनाएर चढ्न नसक्ने बनाएर यतिको पनि चढ्न सक्दिनँ भने के आँट नगरेको अरे। म रुख चढेर उहाँ ओर्लिन नसकेर अनि घरमा एक्लै हुँदाखेरि त ठुल्ठुलो त रुखै ढालेर घाँस काट्दिन्थेँ। अनि म सानो मान्छे हो। आँट त भएको सबैभन्दा धेरै आँट भएको कि। एक दिन आधी कुटमिरो काटेर यत्रो ठुलो कुटमिरो आधी बनाइदिरहेको थिएँ। बुवा चढ्नु भएछ। हावाले हुरुरु हल्लाउँदा त फेदमा त छोरीले त काटेर छैन। अनि अबदेखि चाहिँ त्यसरी घाँस काट्नु नसक्दाखेरि नकाटे भन्नुभयो। अनि साँच्चै हो कि म फलफुल धेर मन पराएर रुख चढ्नु सकेको भए चाहिँ कति खान्थ्यो होला। अमिलो त त्यति सक्दिनँ। हामीले एउटा बोटको यो बोटको चाहिँ टिपिसक्यौँ। रुखमै पनि यस्तो हुँदो रहेछ। यहाँ एक बाल्टी छ। दिदीले लिएर डोकोमा लिएर गइसक्नु भएको छ।
बन्द गर्छु हामीले चाहिँ आँप टिपिसक्यौँ यो चाहिँ अब म सब्जीहरू ठिक पार्दैछु यो चाहिँ हाम्रोतिर चाहिँ दुङदुङे भन्छ तपाईँहरूकोतिर के भन्छ यस्तो हुन्छ यसको बोट चाहिँ होइन दालमा हालेर खान सब्जीमा खट्के अचार खान एकदम मिठो हुन्छ अनि कति धेरै खोर्सानी फलेको रहेछ तर यो त ओइले छ क्या के भएको इस्कुसको झाङ छ अब चाहिँ मलाई बर्खा लागेको सब्जी किन्न पर्दैन खुर्रा दिदीकोमा झर्ने त्यही नै जाने ए यहाँ भरि छ खोर्सानी सब्जी गर्मी भयो अब लागे म बजारतिर हाम्रो सोल्टी नाइ भन्दै हुन्छ जाउँ ए यता पनि भारी छ अब उकालो के गरी गइन्छ थाहा छैन घरमै बस्नु है सोल्टी गएको म यस्तो अवस्था छ खानु मात्रै भन्नु कहाँ सजिलो साह्रो दिदी झन् डल्लो पर बोक्थ्यो पसिना तुरु लास्टमा यहाँ आएर चाहिँ खतरान पर बस्यो पसिना त खत्रै आएको छ पुग्नु पर्ने छ ऊ माथि बजारमा कुञ्जुनीमा पुग्ने हो म भरे त्यो कमेन्टमा मलाई पनि है भन्नेलाई चाहिँ म यो पसिनाको मूल्यतिर खाना पनि आउनु पर्यो गलेको खेर पनि उपद्रो गर्न आउँछ मलाई यो टिपेको छु अलिक रिस उठेको मान्छे हेरेको चाहिँ ब्ल्याङ्गै दिन्थ्यो यसरी मलाई होइन डर छ त यो यहाँ पनि छ आज चाहिँ मलाई हाम्रोतिर नयाँ बाटो ल्याएको अरे ठाडै उकालो रोडको बाटो छोडेर शीतल बाटो ल्याएको अरे शीतल नि पुरै ठाडो दिदी म पराइँदै हुन्छ अहिले चाहिँ ठ्याक्क गाडी आउने ठाउँमा आयो गाडी छैन मेरो भारी फाइनली अब चाहिँ म अटो आयो अनि घर जान लागेको बाई बाई फाइनली मैले चाहिँ ब्याग स्याग लिएर आइसकेँ आराम छु मेरो पनि प्रश्न भइसक्यो आज मलाई छुट्टी